होइन देशमा के हुन लाग्यो यो के भयो र हजुर त्यस्तो? देश उत्तानो पर्यो। त चुप तँलाई थाहा छ देशको अवस्था आइतुले खामेनीको दिन सक्किन लागेको होला होइन? नेता भनेको त जनताको लागि मात्र हो। अनेक हतियार बनाउने जनताको लागि चाहिँ कुनै पनि केही सामान पनि नदिने पानी पनि नदिने खामोनी मुर्दाबाद। आज अमेरिकाले तेलको लागि एउटा भेजुनेन भन्ने देशमा आक्रमण गरिरहेको छ। उता चीन, उत्तर कोरिया, दक्षिण कोरिया, रुस के देशहरू पनि अनि त्यो युद्धका लागि तयार भइरहेका छन्। यस्तै हो भने देशको अवस्था गयो, सबै देश ध्वस्त हुन्छ। विश्व युद्ध तेस्रो युद्ध के भन्छ त्यो पनि अब सुरु हुन लागेको जस्तो छ। त्यो ड्रम हो कि ड्रमलाई के का बाउडा उठ्यो नि फेरि त्यो त विश्वको महापागल हो हजुर। अब त्यसको महाकाल आयो। अमेरिकाको काल आयो होइन? यस्तै हो भने त भोलिका दिनमा त्यो अमेरिकाले नेपाललाई पनि आक्रमण गर्ने बेर लाउँदैन। बुझ्यौ तिमीहरूले? एक कुरा हजुर, यहाँ नेपाल भने सानो यत्रो छ, नेपालको नेता भने घोत्रो छ। त किन चिन्ता लिन्छस्? अब नयाँ नेपाल बनाउनको लागि त देशमा नयाँ हिरोहरू आउँदैछन् नि। को आउँदैछ? होइन अब को आउँदैछ फेरि? अरे को छन् नि? त्यही त हो बालेन, रवि, कुलमान घिसिङ अन्यहरू पनि छन् नि।